हेलो एभ्रिवान, वेलकम टु माई अनदर भ्लग। अनि यो चाहिँ मेरो भ्लग मजा लाग्यो। म यहाँ ढिला भइसक्यो, भिडियो त बनाउनै पऱ्यो जति ढिला भयो पनि। सो यस, म निस्केको फोन आइसक्यो मलाई। अनि हाम्रो सुरुवात यसरी भइरहेछ। ओइ के गर्नु? भद्रागोल भद्रागोल हाम्रो सुरुवात यसरी भएछ। के भन्नु अझै कस्तो लाइट बलेको। उता तारे बहादुर हिँड्दै हुनुहुन्छ। आफूले मात्र खान लाग्छ नि। हामी त हिजोबाट खाना पनि खाएन मैले त। 0.5बाट बनाउन हामी पनि। ल अब भन्नुहोस् तपाईँ चाहिँ कहिले जाने त? अब यसो सोच्दैछु कि अर्को वर्ष जाने कि अर्को वर्ष होइन, अझै अर्को वर्ष। तपाईँको नयाँ नौलो सपना सजाउनुलाई भएको छैन हो अहिले? मेरो त्यहाँ स्टोरेज छैन। अब स्टोरेज नेपाल गएपछि हुन्छ म्याडम। तपाईँको अब कहिले आउँछ भिडियो? पुरा भयो सपना मेरो। अब नयाँ बेहुली भयो। अबको नयाँ बेहुली के छ एक्साइटेड कस्तो के भन्छ अरे? त्यो त नपुरा भयो सपना मेरो। भने त बच्चा पाउनु बेला हो भने त म के अरे के गीत अरे? फुलमालाले सजाई सिउँदो तिम्रो बन्नेछु। आयो के गरेर आउने अरे? साथी बिहे गरेर आयो भने मलाई बियोस् आयो बागी म त सब हाल्दिने ब्रोको तिमीले के भन्यौ एउटै भनेपछि अब उखाने मोचिनी नत्तागारा खाइरुने सोयुने अनाथाची म उखाने मोचिनी नै यो दाइजो सुतेर उठेको हामी। अहिले एडिट गर्नु म गएँ गाइजहरू। मलाई अब एक महिना मिस गर कि नगर कि अब गर्छ भने ठिक छ, गर्दैन भने ठिक छ। हामीलाई नि के मतलब छ ल ठिक छ। तिमीलाई म केही ल्याइदिएन, चक्लेट पनि ल्याइदिएन। ल म गएको। ल तिमीले ल्याउने कुरा हामीलाई के थाहा हुन्छ? मेरो चाहिँ बोर्डिङ पास सक्यो। अनि त्यसपछि म चाहिँ हिँडिरहेको छु आफ्नो गेटतिर। सो हामीलाई चाहिँ मैले फोन पकाउने भनेको पर्फ्युम 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 ओ माई गड। सो सब पर्फ्युम छ। कस्तो मिठो बास आइरह। कस्तो बाटो हिँडिराख्दाखेरि क्या मलाई आउँदाखेरिको याद आयो। म यहाँ आउँदाखेरि 7 केजी ब्याग पुरै हातमा यस्तो झुन्डाएर यति हिँडेको होइन, यति हिँडेको होइन। ओ गाह्रो छ। गाह्रो छ नि, मलाई गाह्रो छ।
मैले आफ्नो गेट नम्बर देखेँ सो दिस इज माई टिकट यस म चाहिँ फाइनली फ्लाइटमा चढ्न लागिसकेँ सो गाइज आइ एम सो एक्साइटेड तर म कसरी देखामे मान्छेहरू छ होइन लास लगाइरहेछ मलाई एक्लै ब्याङ ब्याङ हिँडिरहेको छु अनि या सो ओके म चाहिँ बाई बाई अब ट्रेनको फ्लाइट टाइम भयो सो my dinner. के भन्छ अरे गाइज म चाहिँ सेफली ल्यान्ड भएँ के भन्छ अरे हङकङमा तर ब्यागको त लिन जाने मेरो प्रब्लम मेरो त 1-2 घन्टा यहीँ सकिन्छ क्या हो ब्याग लिन गएको हङकङ ट्रान्जिटमा अनि अब यहाँबाट 4:30 बजे फ्लाइट छ अनि त्यसपछि घर पुग्छ गाइजहरू हामी हङकङको ट्रान्जिटमा आन्टीहरू भेट्नु भएको छ आन्टीहरूले चाहिँ रक्सी लिने यहाँबाट अनि म चाहिँ के हो र म चाहिँ के पनि नलिने म चाहिँ आन्टीहरूको पछि पछि म पनि रक्सीको बारेमा अलिअलि जान्न पऱ्यो अनि चाहिँ रक्सी स्टोर अनि रेड लेभल लिने रेड लेभल कुन लग्ने रे आन्टी रेड लेभल $298 यो चाहिँ 370 त्यो त अर्कै हो नि त फेरि यो रेडमा हो नाम चाहिँ अर्कै लेखेछ नि त उत्तल ब्ल्याक लेभल हो त्यो यहाँ छ रेड लेभल यता हो यो यो $190 है सस्तै हो है सस्तो रहेछ सस्तो त हो यो होइन दुइटै लिने भए चाहिँ ओके अब एउटा मात्रै लिनु है लिनु न यसो गरौँ न फेरि उहाँ एयरपोर्टमा एकजना एउटा मात्रै लानु पाउँछ उहाँ एयरपोर्ट छिराउने काम चाहिँ गर्दैन ल ए ल हुन्छ त्यो दिन्छ भने त के छिराउनु दिन्छ कुरा भयो त सधैँ लान्छु मैले त्यस्तो गरेर लान्छु
दुईटा लिने रेड लेबल दुईटा लान्छु त्यसो भए त भन्नु होला नि है यस्तो गर्नु न देखाउनु त पर्छ देखाउनु चाहिँ पर्छ यसो गर्नु त एउटा ब्ल्याक लेबल लिनु एउटा रेड लेबल लिनु किन दुईटा रेड लेबल लिने हो त नि किन र यो त सस्तो छ नि त सस्तो छ नि त यो नै सस्तो त छ किन एकदम भयो ल हो त्यसो तिमी हैन ब्ल्याक लेभल किन ल हसिन ओके दुईटा रेड लेबल रक्सी 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 देखाउनु त घरमा ल्याएर सजाउन मात्र मन लाग्छ मलाई रक्सी भन्दा महँगो हङकङको चकलेट नपक्लिने हामी चाहिँ सेकेन्ड ब्याङ्कक हङकङबाट हामी चाहिँ छिर्न लाग्यौँ Please be careful when opening the विन्डो compartment सिट so that items inside do not fall out. सो हामी चाहिँ हङकङबाट अब 各位乘客， एकछिन 根據安全條例， भन्दा पनि 所有乘 यो चाहिँ मेरो खाना तर कस्तो मिठो होला जस्तो छ सो लेट्स स्टार्ट फाइनली म पुगेँ मलाई रुवायो यसले दिस इज माई ब्लग आजको यही खतम हुन्छ कस्तो रुदिन भन्दा पनि रुलाएर भने ल मलाई फ्लावर लिएर आइदिएको मेरो भाइले मलाई सपना जस्तो लागिरहेको छ म कहाँ छु हाई भन् मेरो भ्लगमा तैँले मलाई हिँडाउँदै लग्छस् मेरो आँखा लुकेटमै म रोको रे कतिजना बाबालाई लिन आउँदै इच्छा लागेर होइन बुवाको झन् कति सामान थियो होला ल ओके गाइज दिस इज माई ब्लग अहिले खतम हुँदैन अझ घर जानु बाँकी छ सो हेर्दै गर्नुहोस्